सो अब हामी चाहिँ गएको है सन्चको लागि सानो बुके सँगै हान्छ त्यहाँ सरप्राइज। हेलो एभ्रिवान, वन्स अगेन वेलकम ब्याक टु माई च्यानल। सो अहिले चाहिँ अब रात परिसक्यो, 8 बजिसकेको छ रातिको हो। अब चाहिँ हामी चाहिँ माप्सा जानु आँटेको, माप्सा भन्दा पनि उपर छेउमा, किनभने हाम्रो साथीको भोलि बर्थडे हो। हाम्रो साथी भन्दा पनि सन्चको बर्थडे हो। सो त्यसले गर्दा सानो अब सरप्राइज है, परीक्षा सानो सरप्राइज जस्तो सोचेपछि यहाँ परीक्षा चाहिँ रेडी हुँदैछ हो। परीक्षा अब नाइट सिफ्ट थियो, जबरजस्ती उठाएर अब जाउँ कि जाउँ भने, किनभने चाहिँ म एक्लै जानु सक्दिनँ किनकि राति हुँदा डर लाग्छ। सो त्यसले गर्दा परीक्षा र म चाहिँ अब केक ल्याउनु जाँदैछ, उसलाई सरप्राइज दिनु छ। किनभने ऊ चाहिँ अहिले सिफ्टमा गइरहेछ, मतलब ड्युटी गएको छ। उसको अघि 4 बजीदेखि गएको, अहिले एकछिनमा आइपुग्छ 12 बजी। परीक्षा त हुँदैन, तर अब हामीले प्लान गरेर यहाँ सरप्राइज सानो सरप्राइज दिने भनेर, किनकि अब यस्तो टाढो छ, हामी सबैजना अब फ्यामिलीहरू नजिक छैन होइन। फेरि बर्थडे त स्पेसल हुन्छ, अन्त त्यसले गर्दा चाहिँ अब हामी साथीहरू के गर्नु सक्छ त्यति त गर्नु सक्छ है परीक्षा। अब हामी साथीहरू भएर गिफ्टहरू त अब हाम्रो चाहिँ साथीको ग्रुपमा चाहिँ गिफ्ट दिने चाहिँ सिस्टम छैन, किन भन्दाखेरि हामी चाहिँ गिफ्टहरू चाहिँ दिँदैन हो। जस्ट अब सानसानो केकहरू काटिदिन्छ। खास बर्थडे चाहिँ भोलि हो, तर हामी चाहिँ अब अहिले 12 बजी नै गरिदिउँ भनेर सरप्राइज दिउँ भनेको। सो तपाईँहरूले देख्नुहुन्छ नि त सरप्राइज दिएको है परीक्षा। परीक्षा रेडी भइसक्यो, त्यहाँ बिचरा निन्द्रामै छ। यसले हेर्दा सानो भए पनि सरप्राइज दिनुहोस् है, है सानो होइन ठुलै हो। हामीलाई मात्रै छ दुःख पिराहरू है। के भयो, राम्रै छ त नि। सो हामी खोइ म हेरौँ त। सो हामी चाहिँ रेडी भइसक्यो। अब यहाँ कस्तो तिरमै निक्लेको, हाम्रो चाहिँ यस्तो चाहिँ ऐनाहरू पनि राम्रै छैन। ऐनाहरू पनि हेर्नु, लिपस्टिकलाई यो यिनीहरूले लगाएको नि, दुईजनामा एकजनाले। सो अब म चाहिँ रेडी भइसकेँ हो। अब हामी पर जानुपर्छ केक ल्याउनु। दोकान बन्द भयो भने पनि रड्डी हुन्छ त है। जो होइन। सो अब हामी चाहिँ गएको है, हामी चाहिँ अब गएको। गरम गयो रमेश, तपाईँले राति क्याब लाग्यो भने नतर्सिनु होला भनेर पनि, किनकि हामी यहाँ गरम हुन्छ। त्यसै गर्दा अनुहारमा केही मेकअपहरू पनि छैन, त्यही भएर हामी चाहिँ अब रात परिसक्यो। कति बजी? 8:30 भइहाल्छ। 8:30 भइसक्यो है। 33 अब कति बजी आएर पुग्नु भने। दामी भइरहेछ अहिले, राति त यहाँ दामी हुन्छ है। जानुपर्छ अब त यहाँ अँधेरो हुन्छ, केही देख्दैन। ओके केही देख्दैन। अब यहाँ हिँडेर जानुपर्छ हामी चाहिँ। यस्तो छ यहाँ चिकन पाउने जग्गा है, तर यहाँ पनि अँधेरो मात्रै है। त्यस्तो अँधेरो चाहिँ देख्दैन, किन भन्दाखेरि लाइटहरू पुरा हुन्छ नि त यहाँ है। त्यही भएर पर पो छैन त लाइट त। ऊ पर होइन, ऊ पर पनि छैन नि हाम्रो जाने जग्गामा। त्यही त भनेको त मैले। यस्तो हुन्छ बेलुका चाहिँ दामी है, नाइट भ्यू चाहिँ राम्रो हुन्छ यहाँ। दिउँसो त फेरि सक्दैन है घुम्नु। कहाँ जान्छ अरे? यहाँ लिटल गोवा एक दिन ल। दामी चाहिँ यहाँ ल्याउँछु, यहाँ दामी। ए गयो मेरो सपना गाडी थार पनि कहिले किन्नु। मासुलाई परीक्षा मोटी भएको छ कि छैन, साह्रो मोटी भयो भन्छ नि त। आफैलाई मोटी भयो भन्छ नि। भिडियोमा चाहिँ कहाँ भनेको मतलब हेर्दैन भने अस्ति त्यो पहिलाको एउटा भिडियोमा यस्तो स्लो मो भएर होला हौ तपाईँको। के गर्नु, सन्तालाई ल्याइदिने एउटा रोज पनि लिइराख्नु है। ऊ त हुँदैन, अब म एक्लै परीक्षाको सरप्राइज हे गर्छ होला नि रिएक्सन। के गर्छ पछाडिबाट दिन्छ है, फोन लगाइदिएला नि। अन्त यहाँ फुल देखाउँछ ल तपाईँहरूलाई एकछिन। यहाँनिर यस्तो दामी फुल पाउँछ, कति दामी हुन्छ यो फुल। मिठो गनाउँछ गनाउनु पनि। कसो गरेर तिम्रो गरिदिनु। सो फाइनली हामी चाहिँ अब केक दोकान आइपुग्यो। केक दोकान आइपुग्यो भन्दा पनि केक दोकान जाँदैछ।
भ्यालिनहरू कहाँ पाउँछ होला ऊ पर उयो हुँदैछ वा ए साथी कसले जित्यो सो हामी केकको दोकान आइपुग्यो के भन्दा यहाँ फ्लावर दामी छ है रोज है परीक्षा अम्बो पर हेर्नु याद दामी हुँदैछ परीक्षा हामी पर हेर्नु पर हेर्नु यहाँनिर यस्तो हुँदैछ यहाँ चाहिँ अम्बो म्याचहरू हुँदैन दामी हुँदैन केही देखेन अब के खेल्नु कुन लाने हेर्नु त केक चाहिँ हामी यसरी हेर्छ भयो अब यहाँ चाहिँ अब देखिँदैछ दादाले जित्छ टेन्सन नभएर तपाईँ टेन्सन गर्यो मलाई टेन्सन लागिसक्यो इन्डिया हार्छ भनेर हार्दैन जित्छ SANCH यहाँ त क्यारी ब्याग एक दियो भने हिँड्दाखेरि सक्यो दामी दामी रोज अलिक भर्खर उयो हुँदै गरेको पुगन कोपी लाउँदै गरेको भर्खरको किनभने बेसी फुलेको त उयो भइहाल्छ नि त के बुक हो हुन्छ रेड रोज चाहिँ बुक बुक पैसा दियो यस्तो बेसी क्राउड छैन यहाँ क्राउड सो अब चाहिँ हामी केकहरू किनिसकेर पनि फर्कियो अन्त सन्चको लागि सानो बुके किनी ठुलो बुके किनेर पनि खाइदिएको थिएन गरम के भइहाल्छ हो त्यसो भएर अब चाहिँ हामी रुम फर्किँदै केकहरू किनेर लुक्सोरमा परीक्षा यहाँ छ सन्च केक यहाँ छ हामी दुईजना जाँदैछौँ है गरम मेरो मनमा बुके पनि कति सानो हो यस्तो चाहिँ हाम्रो चाहिँ बिजोग छ यहाँ अब जित्छ होला जित्छ अनुष्का शर्मै बोल्दै जितेका न थ्याङ्क यू सो अब चाहिँ आइपुग्यो फेरि दोकान आयो हो हेलो गरे सुजित के भएको मेरो ब्लग हो सुजित मेरो साथी फ्रम नेपाल अन्त आज मैले भनेको नि तिमीलाई कसको बर्थडे भनेर मेरो उयो अन्त बोयफ्रेन्डले दिएको यो रेलारेको सन्च नितुदी अनिसा सञ्जना त यता हेर त सञ्जना त बिर्सिँदैन होला हौ ए सञ्जना भनेपछि त गुलाब चाहिँ लाल हो गयो ल अब यहाँनिर चाहिँ हाम्रो क्यान्टिनमा खाइन यहाँ हेर्नुपर्छ खाइन मैले यहाँ अरूलाई के भएको यिनीहरूको परीक्षा लग्यो
सुकुन वा मलाई कस्तो दामी भयो त ऊ पटेकाहरू बजाएको थियो होला है वा हेर्नु अब हाम्रो एकोमोडेसन पनि आइपुग्यो हो यहाँनिर अब हामीले खाजाहरू पनि लिएर आएको छु खाजा भन्दा पनि आलु पराठा हामी चाहिँ अघि आइपुगेको थियो पुग्नु चाहिँ तर हामी त्यहाँनिर रेस्टुरेन्टमा हामी चाहिँ एकछिन बस्यो किन त त्यहाँनिर टिभी हालिदिएको रहेछ अन्त मजाले म्याच हुँदै थियो अन्त म्याच हेऱ्यो हामी चाहिँ म सो फाइनली इन्डियाले पनि जित्यो हो हामीलाई एकदम खुसी लाग्यो भन्नु लाग्छ पहिला त ध्यानै दिन्थेन यस्तो म्याचहरूमा अहिले चाहिँ अलिअलि याद छ अहिले चाहिँ हेर्छ नि त हामी क्रिकेट पहिला त बुझ्दैनै थियो खालि फुटबल मात्रै हेर्थ्यो त्यही भएर केही थाहा थिएन अब चाहिँ याद पायो फेरि अब अर्केटहरू पनि मजा आउँदो रहेछ हेर्नु पर्दो रहेछ एउटा के भन्छ अब प्राउड फिल हुँदो रहेछ है परीक्षा जित्यो भने प्राउड खालको फिल हुन्छ है त्यो एउटा बियर के भन्छ इन्डियन भएर होला नि त सिक्किमिस इन्डियन भएर खुसी लागेको खुट्टा पनि यस्तो भइरहेछ मेरो खुट्टा पिल्छेर यस्तो भइरहेछ गाउँ गो उयो अम्ला कहाँ काटिन्छ है अम्बो क्या दामी भइरहेछ किन लगाइहालेको स्ट्याटस फेरि कुन त एसी त मलाई त खोलिरहेको थिएँ तपाईँको काम होला नि बन्द गरेर राख्यो होला नि अघि जाने बेला सो फाइनली गाइस सन्चो आयो अब सरप्राइज दिनु लाग्यो त्यस्तो गर्दा को हो ए सन्चोलाई आयो Happy birthday to you. आया मैले लुकेर एक्लै फेरि ल बिजी हेर्नु नि त फेरि ह्याप्पी बर्थडे यहाँनिर म भर्खर रुममा पुगेको हेर्न यहाँ क्यान्डल बनाएन किन यस्तो गरेको कस्तो लाग्यो यहाँ सरप्राइज के छ हजुर मैले सोचेकै थिइनँ हातखुट्टा कामेको म त सब यस्तो हुन्छ क्या ल ह्याप्पी बर्थडे थ्याङ्क यू ल के काटौँ अब हेर न ल ल छिटो छिटो काटा ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर सन्चा ह्याप्पी बर्थडे टु यु एक्लै छ तपाईँ माने मान्छे छैन यसो गर्न परीक्षाले म बिना अब दुईजना मनाउँ ल भनेर अघि गएको थियो नि त हामी केकहरू ल्याउनु अनि त्यही भएर खुवाउँथ्यौँ तपाईँ खानु न पहिला खै मात्रै खाना ह्याप्पी बर्थडे 24 मिठो रहेछ 24 ए अब टेस्ट रनिङ 25 ल है अब नाना फाइनली 25 पुग्यो अब 25 भएर पुग्यो ल वान सेकेन्ड ह्याप्पी बर्थडे ल गड ब्लेस यु यसरी खुसी रहनु सरप्राइज म त बर्थडे नमनाऊँ भनेर सोचिरहेको मैले खास अर्कै प्लानिङहरू भएको थियो हाम्रो पनि त्यही भएर नि ल त्यस्तो भए अब मेरो दिएर आएको छ साँच्चै नै ल आउनुहोस् यहाँ छ बर्थडे गर्नु थ्याङ्क यू दुईजना नेतातिर आउनु ल केकहरू खानुहोस् चाहिँ ह्याप्पी बर्थडे म पनि बस्नु न छुट्टी होइन तपाईँहरूको पनि भोलि बस्नु त्यसो भए ह्याप्पी बर्थडे सन्चा धेरै धेरै कस्तो लाग्छ